आजकल चाहिँ सबले है मटन इन मड्का भनेर पुरै भाइरल भएको छ। म पनि मटन इन मड्का होइन, आज मटन इन कसौडी बनाउँछु भनेर घरमा कसौडी छ, मड्का त छैन भनेर म मटन लिन हिँडेँ। अब पहिले मटन लिएर आउँछु अनि म देखाउँछु खै त। ल साथीहरू, म लागेँ अब मटन लिनलाई। हाम्रो नेपाली दोकानमा लाग्छु, चट्ट गरेर मटन लिएर आएर नि म देखाउँछु तपाईँहरूलाई कसरी बनाउने मटन इन कसौडी नेपाली स्टाइलमा भनेर। ल अब म आइपुगेँ। कहाँ आइपुगेँ भन्दाखेरि तपाईँहरू आफै पत्ता लगाउनुहोस् कहाँ आइपुगेँ भन्ने कुरो चाहिँ। ल म चाहिँ ढ्याक लाएर आएँ होइन। म कहाँ आएँ भन्दाखेरि ल हेर्नुहोस्, साउथ हेयर स्टेसन हो अनि यो साउथ हेयर हो। अब यहाँ तपाईँलाई देखाउनु, यो चाहिँ हाम्रो मटन पाउने ठाउँ हो। खोलेको पो छ कि छैन हाम्रो दोकानहरू। दोकान खोलेको छ। ल काठमाडौँ मार्टमा आइपुगेँ म, हाम्रो मार्ट। हेलो नमस्ते, हाम्रो मार्टै साथीहरू। ल हाम्रो यहाँ चाहिँ नेपाली आइटमहरू सबै पाइन्छ साथीहरू। ए नेपाली अचार सबै पाइन्छ नि होइन? आमाको अचार पाइने रहेछ। ल धेरै भेराइटीमा टुपियम चाउचाउ सब नेपाली प्रोडक्टहरू यहाँ कताको त कि। यो चाहिँ साउथ हेयर हो हाम्रो मार्ट। एउटा मासु कटिङ हुँदैछ हाम्रो। थकाली, मुस्ताङ, कालो दाल, पुरन दाना, भुटेको मकै, एभ्रिथिङ नेपाली प्रोडक्टहरू चाहिँ पाइने रहेछ। ल साला फेरि मौसमले पनि पो च्यालेन्ज गर त यार, पानी पर्न थाल्यो त यार। ल जे हो नि मासु किन्यो है, झ्याप्प लगेर आज कसौडीमा मासु पक्कु लगाएर चाहिँ नि चिउरा पनि लिएर आएको छु, टाइचिन चिउरा। हेरौँ आज कस्तो हुन्छ ल साथीहरू।